एउटा राष्ट्र प्रमुख विहीन भएको देश हो, प्रधानमन्त्री विहीन भएको देश हो, गृहमन्त्री विहीन भएको देश भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ त। तपाईको देशलाई एउटा देशको आफ्नो देशको एउटा राजधानी जस्तो क्षेत्रलाई कब्जामा गर्नुपर्छ हैन। देशका राष्ट्रवादी योद्धाहरूलाई निर्घात कुटपिट गर्नुपर्छ। रङ्गशालाहरूमा देशका युवाहरूले प्रश्न गर्दै गर्दा उनीहरूलाई पिट्नुपर्छ हैन। तपाईको आज एउटा राष्ट्रवादी एउटा स्वतन्त्र युवाले चाहिँ आफ्नो मनमा लागेका प्रश्नहरू सोध्दै गर्दा उक्त दलका सम्पूर्ण झोले कार्यकर्ताहरू लगाएर पिटिन्छ भने त्यस्ता अभिभावकहरूलाई हामीले कसरी देशको अभिभावकको रूपमा स्वीकार्न सक्छौँ हेर्नुहोस् हैन। तपाईँको आज गृहमन्त्री भएपछि तपाईँको देशकै युवाहरूलाई बेच्नमा तल्लीन भएका यस्ता गृहमन्त्रीलाई हामीले कसरी गृहमन्त्रीको रूपमा स्वीकार्न सक्छौँ। देशको प्रधानमन्त्री जुन किसिमले आज राष्ट्रघातको पक्षमा लडिरहेका छन् यस्ता प्रधानमन्त्रीलाई हामीले कसरी प्रधानमन्त्रीको रूपमा स्वीकार्न सक्छौँ हेर्नुहोस्। वर्तमान देशमा कुनै पनि यो देशको अभिभावकीय जिम्मेवारी पुरा गर्ने अभिभावक हाम्रो देशले पाएको छैन। हाम्रो देशका अहिलेका प्रधानमन्त्री गृहमन्त्री भनौँदाहरू यिनीहरू कुनै पनि वास्तवमा यो देशको अभिभावकहरू होइनन्। त्यही भएर देशमा एउटा निष्पक्षीय सर्वोच्च जनताहरूले स्वीकार्न सक्ने एउटा अभिभावकीय राज संस्थाको खाँचो छ, जसको लागि चाहिँ दुर्गा प्रसाद दाइले आवाज उठाउनु भएको थियो र त्यो सम्भव हुने एउटा झझल्को देखिसकेपछि चाहिँ भ्रष्ट शासकहरूको सातो पुत्लो उडेको हो र यिनीहरूको त्यही डरको कारणले गर्दा चाहिँ हाम्रा दुर्गा प्रसाद दाइ लगायतका हामी जस्ता राष्ट्रवादी योद्धाहरूलाई चाहिँ यिनीहरूले पटक पटक दमन गर्ने, पटक पटक हिरासतमा लैजाने, पटक पटक